युट्युब च्यानल मानविक बेबी रक्स। आज हामी चाहिँ न्यू इयरको दिन घुम्न भनेर निस्किरहेका छौँ। हाम्रो बेबी पनि यहाँ छिन्। ड्याडीले ड्राइभ गर्दै हुनुहुन्छ। दिदीहरू पछाडि छन्। आज हामी कहाँ जान्छौँ भन्ने कुरो चाहिँ बाँकी एकछिनपछि थाहा पाउनुहुन्छ है हजुरहरूले। कसलाई रिसिभ गर्न जाँदैछौँ हामी भन त? सार्थक भान्जा र आबु नानीको ठुल दिदीलाई रिसिभ गर्न जाँदैछौँ हामी। उहाँहरूलाई मैले भन्छु नाम चाहिँ लक्ष्मी है। माथिबाट हेर्दै फाइनली बाबु ठुल दिदीको घर आए नि। भान्जाश्रीले माथिबाट हेर्दै ठुल दिदी पनि आयो आयो बाबु आयो। भाइलाई राम्रो तिमीले बोका ल दिदीको घर हेरे कि हेरे भइन। बेबी कहाँ गई छ बेबी? हेर त बबु बबु देखिन है बबु। अगाडिपट्टि अझै एउटा भ्लग हालिरहेको छ मेरो क्यामेरा उता आइरहेको छ। मानविक बेबी मानविक बेबी सब्सक्राइब तिमीले फेरि हल्का खोल्ने कि माथि अहिले बन्द छ। अलि गर्मी भयो भने फ्याट्ट खोल्ने। जताततै आज न्यु इयरको दिन भिडभाड छ पनि हामी आइपुग्यौँ गोदी भिला। कति भिड छ कति सब पसौँ कस्तो छ हेरौँ। भिड भयो फेरि निस्किन्छौँ हामी भ्लग के गोदी भिला आइहाल्छ। हजुर भिडै छ यहाँ।
साह्रो भिड हो धेरै भएर नास्ता गर्नु नास्तै भिड छ। अब हामी चाहिँ घर फर्किनु। अब गाइजहरू घर जानु त होला नि होइन? घरतिर लास्टमा चाहिँ हामी जताततै प्याक भएर आयो हाम्रो घर नजिकैको सौदा फिस भिलेजमा। हामी सधैँ धेरै जसो आइरहने ठाउँमा नै आइयो। यहाँ पनि प्याक नै रहेछ। पनि ठिकै छ, खाना त पाइन्छ होला। चिल्लर पार्टी यता चिप्लेट खेल्न थाल्यो। भाइ खै चिल्लर पार्टीहरू चिप्लेटी खेल्न थाले। लास्टमा सौरा फिस भिलेज चाहिँ आइयो होइन? के भयो लाग्यो?